ल जाँदैछौँ म अब हाई एभ्रिवान हामी मनाङ जाँदैछु के बोल्छौ हामी यहाँ ट्राफिकमा कुदिरहेको छौँ अब भर्खर हिँड्न लाग्यो बाई बाई हामी चाहिँ धार्केको बाटो गएको थियौँ काठमाडौँबाट अनि त्यहाँ धार्के निक्लिने बित्तिकै जाम थियो कि हामी चाहिँ सुगर क्यान जुस खाइसकेपछि फर्स्ट लन्च गऱ्यौँ है आजको डे 1 को लन्च हो यो चाहिँ हामी चाहिँ कुरिन्टारमा गरिरहेछौँ हो हामी चाहिँ अहिले बेसी सहर कट्यौँ धेरैजना चाहिँ बेसी सहरमा स्टे गर्नुहुन्छ डे 1 मा हामी चाहिँ धारापानी जाने सिधै भनेर एकछिन यहाँ रोकेको थियौँ तर अलि माथि ल ल ल है त भयो त ल अब त एकछिन त्यहाँ पढाइ चाहिँ गइहाल्यो सबैजना पार्टी खानु नाइ म अझै सुरुमा फेरि हरेक भिडियो टनलमा फर्स्ट एभर एक्सपिरियन्स कस्तो अँध्यारो याद आयो मलाई त्यो चाहिँ हामीले सुरुमा लेखेको झर्ना थियो तर लेखेको दिनौ कति धेरै झर्ना आउने बाँकी रहेछ राम्रो राम्रो हामी चाहिँ सुरुमा लेखेको भएर यो नि के जस्तो लागिरहेको थियो कि मनाङ जाने बाटो चाहिँ माथि बेसी सरबाट अलिकति धेरै माथि पुगिसकेपछि एकदमै डरलाग्दो बाटो थियो कि हल्का मात्रै मिस्टेक भए पनि खसिहाल्ने टाइपको कस्तो रिस्की बाटो थियो त्यही भएर हामी चाहिँ चुपचाप लागेर बाटो मात्र हेरिरहेको थियौँ कि सबैजना डरले हाम्रो राति भइसकेको थियो एक त अनि त्यही भएर 7 बजेभन्दा यता चलाउनु दिँदैन भनेको थियो अनि हामी छिटो पुग्नुपर्छ भनेर सबजना चुप्प लागिरहेको थियो हामी चाहिँ धारापानी आइपुग्यो यो चाहिँ हाम्रो रुम हो आजको लागि थ्याङ्क यू हाम्रो आजको डिनर भात पापड सुक्दा छ है आज चाहिँ बिहान पापड थिएन हाई एभ्रिवान गुड मर्निङ थाहा नभएर हामी यसो प्र्याक्टिस गर्दैछौँ ओके ट्रायल 2 है गुड मर्निङ गाइज हामी चाहिँ अहिले मनाङको धारापानी भन्ने ठाउँमा छौँ एकदमै चिसो छ हामी चाहिँ हिजो काठमाडौँबाट यहाँ धारापानी आउन कति टाइम लाग्यो 9 बजीतिर आइपुगेको थियौँ राति अनि हामी चाहिँ यहाँ लालीगुराँस भन्ने होटलमा स्टे गरेर आज हामी ब्लू लेक ग्रिन लेक मनाङ एरिया घुम्न जाँदैछौँ त्यही भएर अहिले चाहिँ हामी गेट रेडी हुँदैछ गेट रेडी विथ अस हुँदैछ यहाँ चाहिँ हामी 6 बजे बिहान निस्किने भनेको थियो कि अनि ढिला हुन्छ भनेर हल्का मेकअप र स्किन केयर चाहिँ बिहानै गरेको थियौँ स्पोन्सर्ड बाई डर्माको भनेर भन्दा हुँदैन हो आजको आउटफिट हेलो हाम्रो चाहिँ यहाँ पुरा पहाडले घेरेको रहेछ चारतिर हामी चाहिँ बिचमा छौँ लालीगुराँसको मुनि पहाड चाहिँ यत्रो ठुलो आँखाले भ्याइन सक्नु दिस इज आवर आउटफिट अफ द डे ल जुत्ता नि
रक्षा मुसी हामी बसेको ठाउँबाट चाहिँ 1 घण्टा जस्तो गाडीमा चाहिँ हामी राताङ भन्ने ठाउँमा आइपुगेको थियौँ। यहाँ चाहिँ त्यही स्याउ फार्महरू जस्तै घरहरू यतातिर हामी चाहिँ एकछिन फोटो खिच्यौँ त्यतातिर अनि फेरि हिँड्यौँ। हाम्रो चाहिँ एप्पल बोल लिएर गर्नलाई कस्तो छ मनाङको स्याउ ए रातो रातो स्याउ कप्ला कप्ला खाऊ भनेर जाने बाटोहरू चाहिँ कस्तो राम्रो देखिरहेको क्या कति भिडियो खिचे पनि मेरो स्टोरेज चाहिँ फुल हुन आइसक्यो त्यही भएर धेरै क्लिप्स चाहिँ छैन अलिअलि खिचेको जस्तै मैले राखेको छु है। ग्रीन लेक जाम है ग्रीन लेक on the way to Green Lake on the way to Green Lake अन्नपूर्ण हिमालको अगाडिमा फोटो खिच्दैछु। हेलो हाई यो चाहिँ ग्रीन लेक हो अनि यो ग्रीन लेकमा चाहिँ यति धेरै देशमा चाहिँ छैन पानी थोरै त्यो सर्फेसमा मात्रै छ अनि हामी चाहिँ त्यहीँनिरको होटलमा खाना खाएको थियौँ। अनि ग्रीन लेकमा खानासाना खाएर हामी चाहिँ ब्लू लेक हेर्न गएको थियौँ। ब्लू लेक चाहिँ त्यस्तो धेरै टाढा छैन ग्रीन लेकभन्दा अलिकति डिस्टेन्समा आधी घन्टा जस्तोमा आइपुगिहाल्छ कति चाँडै आइपुगेको थियो। अनि यो चाहिँ ब्लू लेक हो अनि अनलाइक ग्रीन लेक ब्लू लेकमा चाहिँ अलिकति डिप नै छ जस्तो पानी देखिरहेको थियो हेर्दाखेरि पनि त्यो कति छ भनेर हेरेर त त्यो नापेन त्यही पनि हेर्दै थाहा हुन्छ नि अलिकति डिप नै देखिएको थियो। ग्रीन लेक चाहिँ सर्फेसमा मात्रै थियो क्या पानी। यो चाहिँ मनाङ छिर्ने बाटो हो यहाँसम्म नै गाडी आउँछ हामी चाहिँ यहाँसम्म गाडीमा आएको हो। We are entering मनाङ कति चिसो छ घाम लागे पनि यहाँबाट चाहिँ तल यस्तो देख्छ मनाङ भ्याली with me। मैले चाहिँ त्यो फोकेवाला भिडियो हुन्छ नि त्यो विदेशीहरूले गर्छ नि रोडमा हिँडाइ त्यस्तोवाला बनाउनु लाग्थेँ होइन सुरुदेखि नै तर यहाँ आएपछि मात्र सम्झेँ कि त्यही पनि मैले अलिअलि चाहिँ ट्राई गरेको थिएँ। मनाङ भ्याली डुलिसकेपछि चाहिँ हामी त्यहाँबाट तल हल्का मात्रै तल भएको गङ्गापूर्ण लेक हेर्न जाँदैछौँ। अनि यस्तो त्यो यहाँको जुदाइ देखिरहेको थियो कि हामीले बाटोमा अनि त्यस्तो पछाडिको कलर हुन्छ नि कस्तो राम्रो टोन आइरहेको थियो कि अहिले अटम भएर होला अरू महिनामा जाँदा चाहिँ कस्तो हुन्छ थाहा छैन तर मनाङमा चाहिँ खासै कलर देखिँदैन भन्छ नि त सुक्खा ड्राई देखिन्छ भन्छ अनि अटममा चाहिँ हल्का त्यो येल्लो येल्लो हुन्छ नि त्यस्तो कलरहरू आइरहेको थियो मलाई चाहिँ राम्रो लागिरहेको थियो क्या यो चाहिँ गङ्गापूर्ण जाने बाटो हो यो चाहिँ एकदमै राम्रै छ बाटो होइन त्यो बाटो चाहिँ खराब भनेको त्यही बेसी सरबाट मासतिर धारापानी आउने बाटो नै नराम्रो मासिरहेपछि बाटोहरू पनि राम्रो छ।
क्या क्यामेरा देखा खाङसरमा आएको छु यति धेरै जाडो छ यहाँ चाहिँ सामान निकाल्दैछ तैले खाङसरको भात भ्युएर देखाउँदैछु पछि खाङसरको सामान त हामीले यसरी बनाउन सकियो पठाइदिने त्यही गेटवेमा लिएर राख्यो भने हामी चाहिँ खाङसारबाट तल ओर्लेर आइस लेक जान भनेर तलतिर लागेको थियौँ हामी चाहिँ तल गएर मात्र हाइकिङ गर्नुपर्ने थियो नि त त्यही भएर तलतिर गयौँ पहिला मलाई चाहिँ एकैचोटि वात्तै एलिभेसन गेन भयो होला मलाई चाहिँ गाह्रो भइहाल्यो अनि म चाहिँ जान्न भनेर गिभअप गरिसकेको थिएँ तर फेरि गएपछि जति हिँडे पनि आउँदैन गाइज भनेर के हामी हिँड्दै भन्दा धेरै बस्दै बस्दै बल्ल बल्ल सानोवाला आइस लेकमा आइपुग्यो अनि त्यसबाट 5-10 मिनटपछि चाहिँ हामी यो मेन आइस लेकमा आइपुग्यो त्यहाँ चाहिँ एकदम राम्रो स्पार्कलिङ वाटर टाइपको थियो के कस्तो राम्रो थियो तलतिर चल्दैछौँ यो चाहिँ अक्टोबर महिनामा हो यस्तो स्नोफल चाहिँ त्यस्तो केही पनि छैन महिना जस्तो गाह्रो हो यस्तो ठाडो बाटो छ त्यही भएर पनि गाह्रो हुन्छ यहाँ चाहिँ सर्ट डिस्टेन्स भयो नि तिनीहरू चाहिँ फोटो खिच्दै बसेको थियो बिस्तारै खानुपर्छ उक्लिँदाखेरि त मरिन्छ बेहोस भएर ढलेको थिएँ फेरि जान सक्दैन कि भनेको अनि आधा घन्टा जति सुतेर बाटोमा अनि बल्ल बल्ल आएँ हामी त अघि नै बाटो आएको के अरे तपाईँले त चन्द्रमामा नि ड्राइभिङ गर्न मिल्ने भइदियो भए लानुहुन्थ्यो है
हाम्रो चाहिँ तिरिचो जाने प्लान थिएन, त्यही भएर हामी चाहिँ आइस लेकबाट सिधै पिसाङ बस्ने आज भनेको थियौँ होइन यो दिन चाहिँ। अनि त्यही भएर बाटोमा चाहिँ ब्लू लेक पर्थ्यो कि, अनि फेरि हामी चाहिँ दोहोऱ्याएर रेजिस्टर नै गर्न सकेन भनेर भनिरहेको थियो कि सबैले। फेरि ब्लू लेक जाने भनेर ब्लू लेक गयो, अनि त्यसपछि चाहिँ पिसाङमा गयो बब मार्ली होटलमा। पिसाङमा एउटा जान ट्राई गर्दैछु। लोवर पिसाङ हो। लोवर पिसाङ हिँडेको मान्छेहरू जाऊ जाऊ। New vlogger in the town. तो यो नेपाली जस्तो गर्नु पर्ने है। पहिला एउटा केटीले गयो कि That is very low effort. get ready with me at Bob Marley Hotel Pisang. कस्तो छ? आज पेनस्टक पाइप रहेछ। हामी चाहिँ सँगै झरनामा जाँदैछु। तिमी नआऊ। खोइ कत्रो छ? राम्रो छ? लास्ट स्टे गर्ने हाम्रो होटल आज चाहिँ हामी कता छौँ रे? बेसी सहर। Thank you. Brand ambassador of Hated Food. यो चाहिँ हाम्रो लास्ट ब्रेकफास्ट हो हाम्रो ट्रिपको होइन। यो चाहिँ 5th डे भयो अनि हामी चाहिँ यहाँ ब्रेकफास्ट गरेर अनि घर फर्किने। त्यहाँ आउँदा आउँदै बन्दीपुर पर्दो रहेछ नि त बाटोमा, त्यही भएर हामी चाहिँ बन्दीपुर गयो। अनि त्यहाँ चाहिँ
हामी लन्च गर्ने, हाम्रो लास्ट लन्च, अनि त्यसपछि बल्ल घर जाने भनेर बन्दीपुरमा गएर लन्च गर्यो हामीले चाहिँ। फाइनली घर आयो। बस न पहिला बस ल।